नमस्कार। कार्यक्रम मतैमतबाट म किशोर नेपाल। आजको कार्यक्रमलाई हामीले 3 चरणमा विभाजित गरेका छौँ। पहिलो चरणमा प्रस्तुत गर्दैछौँ हामी नेकपा माओवादीका नेता लीलामणि पोखरेललाई। लीलामणि पोखरेलका विचारहरू वामपन्थी हिसाबले सन्तुलित छन् र उहाँ आफ्ना विचारहरूमा दृढ पनि देखिनुहुन्छ। विकास र राजनीतिका सन्दर्भहरूमा लीलामणि पोखरेल के भन्नुहुन्छ त पहिले यो हेरौँ। लीलामणिजी, तपाईले नेपालको विकासका सन्दर्भहरू केलाउनु पर्दा कसरी केलाउनुहुन्छ होला? हाम्रो इकोनोमिक डेभलपमेन्ट, आर्थिक विकासको आधार के हो? एग्रिकल्चर हो कि, इन्डस्ट्री हो कि, पर्यटन हो कि, वा अरू नेचुरल रिसोर्स हब्स इन्डस्ट्री हो कि, तपाईँको चाहिँ इलेक्ट्रिक के अरे वाटर रिसोर्स हो कि, होइन, वन जङ्गल हो कि, होइन, के हो त? हामीले प्रायोरिटी छान्नु पर्यो नि। तपाईँले प्रायोरिटी दिनुपर्दा केलाई दिनुहुन्छ? होइन, मैले त नेपालको हाइड्रो पोटेन्सियलिटी, टुरिज्म, होइन, म इन्डिभिजुअली हेर्ने हो भने त हाम्रो नेपालको अधिकांश जनता अहिले पनि एग्रिकल्चर बेस्ड छन्, कृषिमा आधारित छन्। उनीहरूको जीवन धान्ने कृषि नै छ। राष्ट्रिय पुँजीको हिसाबले हेर्ने हो भने कृषि ब्याकवर्ड भइसक्यो, पछाडि पर्यो। कृषिले राष्ट्रिय अर्थतन्त्रमा टेवा दिने जुन प्रतिशत छ त्यो न्यून छ। अब इन्डिभिजुअली प्रायोरिटी दिने हो भने पहिलो प्रायोरिटी दिने हो भने त हामीले एग्रो बेस्ड इन्डस्ट्रीमा प्रायोरिटी दिनुपर्छ। अब हाम्रो चाहिँ 43,000 मेगावाटको हाइड्रो पोटेन्सियलिटी छ भन्छन् विशेषज्ञहरूले। अब केही दिनपछि काठमाडौँ अथवा शहरी क्षेत्रहरू अँध्यारा हुन्छन्, लोड सेडिङ सुरु हुन्छ। त्यो 43,000 हाइड्रो पोटेन्सियलिटीलाई चाहिँ कहिले हामी हार्नेस गर्छौँ? पहिले हाम्रो इकोनोमिक प्लान बनाउनु पर्यो। हाम्रो देशलाई विकास कसरी गर्ने? तपाईँ विद्युत बेचेर विकास हुन्न। विद्युतलाई राष्ट्रिय विकासका निम्ति उपयोग गर्ने आधार के बनाउनु छ? कहाँ हो? विद्युत उत्पादन गर्नलाई चाहिने जुन उत्पादन गरेर तपाईँ उत्पादन गरिसकेपछि तपाईँ उपभोग गर्ने क्षमता भएन भने बेचेको पैसाले तपाईँ कति दिन चलाउनुहुन्छ? विद्युतलाई कमोडिटीको रूपमा हेर्ने कि नहेर्ने? हो, यहीँनिर हो सबभन्दा खराबी भयो भाइ। विद्युतलाई कमोडिटीको रूपमा जसरी गरियो, अझ त्यसलाई कच्चा पदार्थको रूपमा, यो कच्चा पदार्थ, यो प्रोसेस्ड गुड होइन, कुनै पनि माल उत्पादन गर्नका निम्ति चाहिने अनिवार्य कच्चा पदार्थ बन्यो। कच्चा पदार्थ सेल गरेर संसारमा कुनै मुलुक धनी भएको छ? नेपालको आधुनिकीकरणको प्रक्रिया सुरु भएको, पुँजीवादी अथवा अरूवादी जुनसुकै वादी भए पनि प्रक्रिया सुरु भएको 60 वर्षभन्दा बढी भइसक्यो। हामी सधैँभरि यही कुरा गरिरहेका छौँ। 15 वर्ष अगाडि पनि हामी भूमिकै समस्या लिएर आउँथ्यौँ, जलविद्युतको क्षेत्रमा चाहिँ लगानीको कुरा नै उठाउँथ्यौँ, पर्यटनको क्षेत्रमा सधैँभरि यो वर्ष मनाउँदै आउने हाम्रो चलनै भइसकेको छ। तर हामी कतै पनि ग्रो गरेका छैनौँ। एक स्टेप फरवार्ड त कतै जानुपर्ने हो नि हामी। यसको मूल कारणै के हो त भन्दाखेरि हामी कुनै चिज त गर्छौँ तर त्यसको अगाडि बढ्ने योजना छैन क्या, भिजन, क्लियर भिजन छैन। विद्युत उत्पादन सुरु भएको कति वर्ष हो? 100 वर्ष हो। एसियामा बत्ती बलेको थिएन त्यति बेला, नेपालमा बत्ती बल्दाखेरि आज राणा परिवारका निम्ति आज 100 वर्ष ठ्याक्कै पुग्दाखेरि हामीले विद्युत कति उत्पादन गऱ्यौँ त? 700-800 मेगावाट। त्यो पनि छैन, त्यो पनि अब रेगुलर छैन। यो अहिले हाम्रो दुर्भाग्य के छ भने हाम्रो यही डेभलपमेन्टमा डिभिजन छ, हाम्रो यही सबरेन्टीमा डिभिजन छ। हाम्रो मुलुकमा देखा परेको राजनीतिक चेतनाको न्यूनताको मुख्य चिज के हो भने हामीसँग आफ्नो स्वत्वको भिजनको अभावका कारणले हामी आजसम्म चक्कर मारिरहेको कुराहरू त्यही हो। नेपालको विकासको बारेमा कुरा गर्दाखेरि, नेपालको आर्थिक र राजनीतिक विकासको कुरा गर्दाखेरि खास गरेर वामपन्थीहरू खुला रूपमा भारतको अडचन अथवा अवरोधले गर्दाखेरि हुन नसकेको भन्छन् भने गैर वामपन्थीहरू पनि बन्द कोठामा बसेर अथवा अनौपचारिक रूपमा त्यो तर्कलाई पुष्टि गर्छन्। तपाईँ नेपालको विकासमा भारतको भूमिका कतिको देख्नुहुन्छ? नेपालमा लगानीका क्षेत्रहरूमा भारतले अरू मुलुकहरूभन्दा लगानी बढी गर्यो होला। नेपाललाई अनुदान दिने कुराहरूमा भारतले अरू मुलुकले भन्दा भारतले दियो होला। तर भारतले नेपाललाई एउटा प्रोटेक्टेड मार्केटका रूपमा हिजोदेखि कायम गरिराखेको, चाहे हाम्रो नेचुरल रिसोर्सेसको क्षेत्रमा होस्,
चाहे पोलिटिकल एडमिनिस्ट्रेटिभ क्षेत्रमा होस्, चाहे ब्युरोक्रेटिक उसमा होस्, चाहे हाम्रो मिलिट्री सेक्युरिटीको प्रस्पेक्टमा होस्, इन्डियाले आफ्नो मातहतमा उसलाई रहेको देख्न चाहन्छ। इन्डियन पुँजीवादी शक्तिहरू, म खास गरिकन त्यो भन्छु, जसले इन्डियन क्यापिटलिस्टहरू छन्, त्यसो पोलिटिकल इन्ट्रेस्ट राख्दछन्, उनीहरूले नेपाललाई आफ्नो सुरक्षित बजार र रिसोर्सको रूपमा बनाइराख्न चाहन्छ। तपाईँ भारतीय लगानीको अथवा भारतीय पुँजीवादको भारतीय मनसायको विरोध गर्दै तपाईँ जस्तो धारणा राख्ने धेरै होला। किशोरजी, म एउटा कुरा मै राखौँ है, मैले भारतीय पुँजी र भारतीय लगानीको विरोध गरेको छैन, गर्दैन पनि। मैले के मात्रै हो त भन्दाखेरि नेसनल सभरेन, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको विरुद्धमा भएको पक्षमा मात्र विरोध गर्छु। तर अहिले यता आएर, अहिले भर्खरै आएर माओवादी पार्टीका नेता बाबुराम भट्टराई दिल्ली जानुभयो र विपा सम्झौता गरेर आउनुभयो। त्यसका प्रतिकूल प्रभावहरू पर्छन् भनेर नेपालमा चाहिँ ठुलो आलोचना भएको छ। के भन्नुहुन्छ यसमा? यो त सर्ट टर्म ट्रान्जिसनल फेजमा बनिरहेको सरकार हो, अझ म्यादी सरकार भनौँ न। शान्ति र संविधानको पूर्णताका निम्ति बनेको म्यादी सरकार। त्यस कारण अहिले विपा कन्ट्रोभर्सियल थियो नै। त्यस कारण यो कन्ट्रोभर्सियल इस्युलाई अहिले नै ड्र्याग गरेर ल्याइहाल्नु कति युक्तिसङ्गत, मेरो प्रश्न मात्र छ। र जसरी विपाले त्यो भन्दाखेरि एउटा म अर्को पनि तपाईँले प्रश्न गर्दा गर्दा यो युक्तिसङ्गत होइन पनि भन्नुभयो नि त। मैले त्यो पनि भन्दैछु। मैले यसले नै सर्वस्व सिद्ध्यायो, यो विपाले नै सर्वस्व सिद्ध्यायो। त्यो फेरि त्यो जसरी ह्याभोक क्रिएट गरिएको छ त्यो पनि होइन। फेरि विपाले सबै सर्वस्व सिद्धिन्छ त्यो पनि होइन। तर विपाका सर्टेन क्लजहरूले प्रश्न चिन्ह उभ्याइदिए। विपा सम्झौता कति राजनीतिक थियो, कति आर्थिक थियो? मुख्य रूपले आर्थिकै हो। विपा सम्झौतामा केही हदसम्म राजनीतिक प्रश्न पनि छ। मान्छेले भने जस्तो तपाईँ इन्डियन इन्भेस्टमेन्टको विरोधी चाहिँ नि होइन? त्यो त म होइन नि। मैले अहिले भन्दैछु, जस्तो हामीले अप्पर कर्णालीको बारेमा कुरा उठाएको छौँ। अप्पर कर्णाली सम्झौता ठिक छ, यसको अर्थ जिएमआरलाई लगानी नगर भने होइन। हामी त्यही सम्झौतालाई, त्यही आयोजनालाई नेपालमा आपूर्ति गर्ने गरिकन त्यहाँ भएका केही क्लजहरूलाई हेरफेर गरेर लगानी गर न। यो हो हाम्रो पहिलो प्राथमिक। हामी 18 घन्टा लोड सेडिङ बेहोर्ने, अनि हाम्रो आयोजना के हो भने एक्सपोर्ट बेस आयोजना बनाउने। यो कस्तो हास्यास्पद हो नि त। टोटालिटीमा मुलुकको विकासको लागि राजनीतिमा जस्तै एउटा सहमति चाहिन्छ। हाम्रो जस्तो त्यस्तो सहमति विकासको लागि राजनीतिक दलहरूका बिचको सहमतिको कुनै सम्भावना देख्नु भएको छ? मैले यसमा त असम्भव त मैले देख्दैन। फेरि म निराश छैन, किनभने राजनीतिक दल कि त देशलाई विखण्डन गर्नु पर्यो, विसर्जन गर्नु पर्यो, होइन भने राजनीतिक दलहरूको बिचको सहमति गरेर नै मुलुक विकास गर्ने हो। कार्यक्रमको दोस्रो भागमा हामी प्रस्तुत गर्दैछौँ ऊर्जा मन्त्री पोष्टबहादुर बोगटीजीलाई। सङ्घर्षले खारिएका व्यक्तित्व पोष्टबहादुर बोगटी ऊर्जाका बारेमा आफूलाई धेरै कुरा थाहा नभएको स्वीकार गर्न हिचकिचाउनुहुन्न, तर उहाँ नीतिगत रूपमा धेरै कुराहरूलाई परिमार्जन गर्न अगाडि सर्नुभएको छ। मैले सुरुमै उहाँसँग सोधेको थिएँ, मन्त्रीज्यू अब लोड सेडिङ कहिलेदेखि सुरु हुन्छ त? प्रश्नको जवाब यस्तो थियो, यो वर्ष मन्त्रीज्यू लोड सेडिङ कहिलेदेखि सुरु हुँदैछ? अब यो वर्षको लोड सेडिङ अब बिस्तारै सुरु भइरहेको छ। अब यसलाई कसरी चाहिँ कम गर्ने भन्ने हिसाबमा चाहिँ उपायहरू पनि सोचिरहेका छौँ। अब यहाँ दुईवटा कुरा देखिन्छ कि प्रत्येक वर्ष अहिलेकै स्थितिबाट हेर्दा पनि गत वर्षको भन्दा अब अहिले झन्डै चाहिँ तपाईँको 127 आसपासमा, त्यति 127 मेगावाट चाहिँ माग वृद्धि छ। उत्पादनको हिसाबबाट हेऱ्यो भनेदेखि पहिले जस्तो हो त्यही छ। अब हामीले विकल्प पनि सोचिरहेका छौँ। जस्तो अहिले इन्डियासँग कुराकानी भएको छ। टेक्निकल्ली नै अध्ययन गर्दाखेरि चाहिँ अहिले करिब करिब हामी 250 मेगावाटसम्म, 300 को आसपासमा पनि ल्याउन सकिने छन्। अब त्यो हामीले अब छिटै प्राप्त गर्न सक्ने स्थितिमा आयो भनेदेखि चाहिँ लोड सेडिङ चाहिँ अब म अहिले पुरै अन्त्यको त कुरा गर्न सक्दिनँ। कम हुन्छ त कम हुन्छ। मन्त्रीजी यो लिकेज चाहिँ नि कति पर्सेन्ट छ? अब लिकेज चाहिँ गत वर्ष 29%
आसपासमा थियो त्यो अहिले 25-26 चाहिँ आइराखेको छ। त्यो बिजुली चोर्नेहरूले राजनीतिक प्रभाव पनि प्रयोग गर्छन् भन्ने सुनिन्छ, मन्त्रीज्यूलाई के लाग्छ? अब राजनीतिक दलहरूबाटै त्यो चोरीलाई प्रोत्साहितै गर्ने हिसाबले चाहिँ इन्भल्भ संलग्नता त होइन जस्तो लाग्छ। तर के भन्दाखेरि अब चोरी हुन्छ, चोरी हुँदाखेरि गएर पक्रिन्छन्, अब पक्रिसकेपछि स्वाभाविकै रूपले फेरि ल यो गरिदिनु पऱ्यो, दलका स्थानीय नेताहरू लाग्छ, तलका स्थानीय नेताहरूमा चाहिँ आउँछ। ऊर्जा मन्त्रालयमा धेरै कुराहरू अनिर्णित अवस्थामा छन्। राजनीतिक सङ्क्रमणकाललाई हेरेर तपाईँले निर्णयहरू गरिराख्नु भएको छैन भन्ने चर्चा पनि सुनि थालेका छन्, के भन्नुहुन्छ? हामीले ऊर्जा सङ्कट घोषणा गरेका छौँ। यतातिर सङ्कटकालको घोषणा चाहिँ हुने, तर फेरि प्रक्रियाहरू चाहिँ सामान्य रूपमा जाने जो चाहिँ स्थिति रह्यो, त्यसले गर्दाखेरि अब त्यसलाई तोडेर सट्टै गइहाल्नलाई चाहिँ अलि गाह्रो जस्तो पनि हुँदो रहेछ। तपाईँ अप्रिय स्थितिमा जान नखोज्नु भएको, अलोकप्रिय निर्णय गर्न नखोज्नु भएको। मैले एउटा कुरा त के भन्नुहुन्छ भने अलोकप्रिय निर्णयमा म जान नखोजेको चाहिँ होइन। म आउने बित्तिकै एकदम मैले चाहिँ त्यो मूल्य समायोजन आयोग गठन गरेर ल तपाईँहरू अध्ययन गर्नुहोस् भनेर मैले भनिरहेको छु। अनि एउटा महत्त्वपूर्ण प्रश्न के छ भनेदेखि विगत तपाईँको 8-10 वर्षदेखि एउटा नयाँ योजना हामी कहाँ कुनै पनि आउन सकेका छैन। सायद मध्यवर्ती स्याङ्दीपछि अहिले हामी कहाँ कुनै नयाँ योजना छैन। नयाँ आयोजनाहरूलाई किन नलिएर आइएको जस्तो, अथवा आएका आयोजनाहरू पनि तपाईँको निरुत्साहित हुने परिस्थिति किन जन्मिएको? जस्तो अप्पर कर्णालीमा भारतीयहरू आए, अरुणमा सतलज भारतीय कम्पनी आयो, यो तपाईँहरू र काङ्ग्रेसको पालामै यो टेन्डर पनि अवार्ड गरायो अरे, तर उनीहरूले अहिलेसम्म काम गर्ने परिस्थिति बनेको छैन। अब सरकारको काम भनेको के हो त भन्दा यता जनताले उठाएका विषयहरू पनि कति ती आफ्ना ठाउँमा सही छन्, ती जायज छन्, त्यसलाई पनि ध्यान दिनु पऱ्यो होइन। अब अर्कोतिर चाहिँ तपाईँको फेरि जो कम्पनीहरू आफ्नो ढङ्गले एउटा लगानी गरेर आएछन् उनीहरूका कुरा पनि सुन्नु पऱ्यो र उनीहरूको बिचमा चाहिँ समन्वय गराएर अगाडि लानु पऱ्यो। अब यो क्रममा मैले त्यहाँका साथीहरूसँग पनि जो त्यो त्यसको विरोध गरिराख्नु भएको छ, तपाईँहरूको के हो त्यो ठोस ल्याउनुहोस्, विरोधको लागि विरोध गरेर त भएन नि, के हुनुपर्ने हो त तपाईँहरूले भन्न खोजेको के हो त्यो ठोस ल्याउनुहोस् भन्ने एउटा कुरा गरिएको छ। यता आएर कम्पनीलाई पनि अब यद्यपि सरकारले अब तपाईँहरूको त्यहाँ अलिकति तोडफोड भयो भन्ने भइसकेपछि सरकारले सुरक्षा दिनलाई सशस्त्र प्रहरी समिति त्यहाँ पठाइसकेको छ, तर पनि काम सुरु भएको छैन। किन त भन्दा अब आखिर चाहिँ त्यो सेना र पुलिसले मात्रै गरिदिएर त हुने कुरा भएन, हामीलाई चाहिँ फाइदा गर्यो यो आयोजनाले भन्ने हिसाबले त्यहाँको जनताले बुझ्यो भनेपछि त जनसहयोग त्यसै हुन्छ है। त्यस कारणले तपाईँले पनि यो पाटोबाट अलिकति सोच्नुहोस् न भनेर मैले उहाँहरूलाई नि भनेको छु। र त्यो अलिकति कुरा चाहिँ के छ भने म अहिले भर्खरै त्यो ठाउँमा गएर आएको थिएँ। सामान्यतया जो सामान्य मानिसहरू हुन् ती मानिसहरू त्यहाँका दैलेख र आसामका मान्छेहरू त्यो प्रोजेक्टसँग खासै बेखुस छैनन् त्यहाँको हकमा। तर के भनेदेखि बाहिरबाट गएको पोलिटिकल एलिमेन्ट्सहरूले त्यहाँ चाहिँ तपाईँको डिस्टर्बेन्स गरेको छ। जस्तो तपाईँकै पार्टीको एउटा पक्षले तपाईँको आगो लगाउनेदेखि लिएर नारा जुलुस गर्नेसम्म गरिरहेको छ, त्यसमा स्थानीय तपाईँको सहभागिता खोज्ने हो भने त्यसमा धेरै ठुलो सहभागिता छैन। अब तपाईँकै पार्टीले डिसिजन गर्ने अनि तपाईँकै पार्टीले विरोध गर्ने भनेपछि यो तपाईँहरूको कन्ट्राडिक्सन, तपाईँहरूको पार्टीभित्रको कन्ट्राडिक्सनले डेभलपमेन्ट प्रोजेक्ट्सहरूलाई कहिलेसम्म हानि गरिराख्ने त होइन। अब यसमा एउटा कुरा चाहिँ के भन्नुहुन्छ भने कर्णालीको बारेमा अब मैले अहिले अप्पर कर्णालीको बारेमा हाम्रो पार्टीमा पनि छलफल भयो होइन। छलफल हुने क्रममा चाहिँ हामीले अलिकति यस्ता विवादास्पद भएकाहरूलाई चाहिँ अलि रिभाइज गरौँ नि त, अलि नयाँ ढङ्गले चाहिँ सोच्न सकिने ठाउँ कहाँ कहाँ छन् त त्यहाँ सोचौँ, त्यसलाई अलिकति चाहिँ पुनरुत्थान गरेर त्यहाँ रिभाइज गर्न सकिने ठाउँहरू होइन, अथवा त्यसरी चाहिँ गरेर रिनेगोसिएट गर्ने हिसाबले होइन यसरी सोच्न सकिन्छ। प्रोजेक्ट नै बन्द गर्ने भन्ने कुरा होइन, तर विवादका मुख्य उहरू के हुन् त? जब जलविद्युतको कुरा आउँछ तबसम्म हामी भारत फोबियाले ग्रस्त हुन्छौँ। हाम्रो मनसा नै आशय नै के हुन्छ हाम्रो बनाएको भनेदेखि भारतले हामीलाई ठग्छ। वास्तवमा जलविद्युत व्यापार हो कि भावना हो? भारतसँगको हाम्रो सम्बन्ध अलि एक प्रकारले हेऱ्यो भनेदेखि एकदम तलै ग्रासरुटसम्म जाँदाखेरि चाहिँ त्यहाँ अब
सांस्कृतिक सम्बन्धहरू छन् हामीसँग, आर्थिकदेखि लिएर गएर समग्र सांस्कृतिक सम्बन्ध पनि छन् भने अर्कोतिर फेरि कयौँ क्वेसनहरू पनि छन् हामीसँग जो हामीले हल गर्नुपर्ने छन् होइन। त्यसो हुँदा जो विचारहरू आइराखेका छन् यही धरातलबाट आछन् क्या, यी भावनाहरू धरातलबाट आछन्। तर मैले एउटा कुरा नि ठगिन्छौँ भनेर कतिन्जेलसम्म हामी हच्केर होइन होइन, अब दुइटै अति पनि देख्छौँ हामी। एउटा मोस्ट पोजिटिभ त्यहाँ कुनै नकारात्मकता नै नदेख्ने अथवा त्यहाँ केही प्रब्लमै नदेख्ने होइन, एउटा मोस्ट नेगेटिभ जहाँ पोजिटिभै देख्दैन। यो दुईटा अतिवादबाट हामी मुक्त हुनुपर्छ। थोरैमा पनि 200 मेगावाट भए पनि देऊ भनेर तपाईँ भन्दै हुनुहुन्छ, भारतसँग माग्दै हुनुहुन्छ होइन। तर विद्युतको बढी उत्पादन गर्ने कुरामा फेरि भारतसँग तपाईँ ससानो विवादहरूमा अल्झिनु भएको छ। जस्तो अप्पर कर्णालीकै घटना मलाई के लाग्छ भन्नलाई भने त्यो तपाईँले भने जस्तो तपाईँले राजनीतिक कलर दिन खोज्नुभयो भने त्यो घटना भनेको प्योरली चाहिँ नि सेक्युरिटीको हो। गभर्मेन्टले त्यहाँ सेक्युरिटी प्रोभाइड गर्न सकेन। तपाईँले सिपाही पठाउनु भयो, पुलिस पठाउनु भयो, तर प्रोभाइड गर्न सकेन। कानुनलाई केही मानिसहरूले आफ्नो हातमा लिए। त्यहाँको सिडिओ साहबले पनि मलाई त्यही कुरो बताउनु भएको थियो। के भन्नुहुन्छ? होइन, अब सेक्युरिटी मैले अघि नै भने नि, सेक्युरिटी त ल अब कतै यो गर्ने भन्दा गभर्मेन्टले एउटा प्रतिबद्धता जाहेर गरिसकेको छ, सेक्युरिटी पठाएको पनि छ। त्यो कति त्यहाँ ल अब अझ बढाउनु पर्ने हो कि के हो त्यो त सम्बन्धित पक्षले भन्नु पर्यो। कहाँ भन्नुहुन्छ नि सर, एउटा कुरा के टोटल देशभरि नै यो इम्प्युनिटी तपाईँको चाहिँ दण्डहीनता देशभरि नै सल्किएको छ होइन। यो त मतलब यो फेरि अब एउटा त सङ्क्रमण काल पनि छ र यो माओवादीको मात्रै कुरो होइन। तपाईँले अहिले मैले माओवादीले मात्रै भनेको हो त्यो त्यस कारणले सङ्क्रमण काल छ। हामीले एउटा सिस्टममा ल्याउन सकेका छैनौँ क्या। तपाईँले भने जस्तो यो अराजकताले मात्रै आएन भन्ने पनि होइन। जस्तो अब केही आयोजनाहरू अहिले निर्माणाधीन पनि त छन् होइन, अरू आयोजनाहरू पनि अब आउन उसमा लाइनमा बसेका छन्। फेरि त्यहाँनिर मैले के देखिरहेको छु भन्नुहुन्छ भने अब यो पहिले खुब चर्चामा आयो, यहाँ दुइटै देखियो क्या, झोलामा खोला हाल्ने पनि देखियो है, खोलामा झोला हाले पनि देखियो। हेर्नुहोस् है त, दुइटै देखेँ मैले। अब कतिपयको चाहिँ तपाईँको लाइसेन्सलाई चाहिँ गरेका छन्, डिपोजिट गरेका छन्, तिनलाई अगाडि बढाउन हामीले सकिरहेका छैनौँ। त्यसको पछाडि एउटा मैले के देखेँ भन्नुहुन्छ भने विद्युत प्राधिकरण चाहिँ उसले हिम्मत गर्न सकिरहेको छैन क्या। किन भन्दाखेरि अब महँगोमा चाहिँ नि पिपिए गर्नुपर्ने हुन्छ होइन, सस्तोमा बेच्नुपर्ने हुन्छ। त्यसो गरेर चाहिँ त घाटा गइराख्ने कुरा अब यो। त्यस कारणले यहाँनिर गभर्मेन्टको चाहिँ नि स्पष्ट पोलिसी चाहियो भनेर उसले मागिरहेको छ। हामी अहिले छलफल गरिरहेका छौँ। तपाईँले अघि भन्नुभयो नि अप्रिय निर्णय गर्न कोही चाहिरहेको छैन। तपाईँ चाहनु होइन, मैले त भनिसकेँ, मैले सुरुवात गरिसकेँ। तर म चाहिँ लगानीकर्ताहरू अलिकति निराश पनि हुन थालेका छन्। अब सरकारले दृढतापूर्वक केही पनि नगरिदिने, लगानीकर्ताहरू लगानी गर मात्रै भन्ने, खालि मुखले मात्रै ठिक्क पार्ने तर कामले चाहिँ नि सपोर्ट नगर्ने उनीहरूको गुनासो छ। के भन्नुहुन्छ मन्त्रीजी? अब यसलाई चाहिँ अब उहाँहरू निराश हुनु पर्दैन भन्ने नै हो। मैले अहिले कम्तीमा पनि अब प्रोजेक्टहरू त आफ्नो लाइनमा छँदैछन् है। यो 2-3वटा ट्रान्समिसन लाइनको हामी अब अहिले टेन्डरको प्रक्रिया जान्छौँ है। अर्थ मन्त्रालयसँग पनि कुरा गरिरहेको छु, मैले प्राइम मिनिस्टरसँग पनि कुरा गरिरहेको छु। किनभने खालि लगानी ल्याउ मात्रै भएन, लगानी गर्ने बाटो चाहियो। विद्युतमा लगानी गर्ने हो भने त विद्युत जाने बाटो त बनाउनु पऱ्यो नि त हामीले। र अब मैले अहिले चाहिँ तात्कालीन रूपमा त्यति उ नगरेर केही रूपरेखाहरू जो तयार गरेर अब एउटा प्रक्रियामा हाल्न खोजिरहेको छु। यसले चाहिँ भोलि परिणामहरू ल्याउँछन् भन्ने लाग्छ। मन्त्री बोगटीका यी विचारहरूसँगै अब हामी जलविद्युत आयोजनाको प्राविधिक पक्षमा केन्द्रित हुँदैछौँ। यति बेला हामीसँग जनकलाल कर्माचार्य हुनुहुन्छ जो नेपालको जलविद्युत आयोजनाका ज्ञाताबारी हुनुहुन्छ। उहाँको लामो अनुभव छ जलविद्युत आयोजनामा र जलविद्युत राजनीतिमा। उहाँ के भन्नुहुन्छ त नेपालको जलविद्युतको सम्भावनाका बारे, नेपाली ऊर्जाको भविष्यका बारे? नेपालको जलविद्युत क्षेत्रको विकासमा अहिले देखा परेका अवरोधहरू के हुन् जस्तो लाग्छ तपाईँलाई? हाम्रो विद्युत उत्पादन भनेको पानीबाट हुने हो। भन्नु त हाइड्रोलोजीमा भर पर्छ। हाइड्रोलोजी भनेको क्लाइमेट हो। क्लाइमेट भनेको फ्लक्चुएट गर्छ।
त्यो एकै किसिमको वर्षभरि हुँदैन रहँदैन। त्यस्तै हाम्रो डिमान्ड पनि इभन एक दिनमा नै हाम्रो डिमान्ड प्याटर्न चेन्ज हुन्छ। त एकातिर डिमान्ड, अर्कोतिर रिसोर्स भनेको हाइड्रोलोजी, र थर्ड चाहिने रेभेन्यू जेनेरेट गर्ने एलिमेन्ट के भनेको ट्यारिफ। यो तिनवटामा जबसम्म हार्मोनाइज गर्न सकिन्न, सिङ्क्रोनाइज गर्न सकिन्न, प्रोडक्टको चाहिँ रियल भ्यालु आउँदैन र त्यो नआएपछि चाहिँ यसको विकासमा यसले असर गर्छ। तपाईँलाई के लाग्छ, लगानीको अभावमा नेपालको जलविद्युत विकास हुन नसकेको हो त? लगानीको अभाव के सेन्समा छ भन्दाखेरि इक्विटी लोनमा छैन। लोनमा चाहिने टु सम एक्सटेन्ट, तपाईँ अनलिमिटेड होइन कि टु सम एक्सटेन्ट लोनलाई एरेन्ज गर्न सके पनि इक्विटी छैन मान्छेसँग, र ब्याङ्कले इक्विटीमा इन्भेस्ट गर्न मिल्दैन, किनभने रिस्क सेयरिङ कुरा हो। जस्तै भनौँ 1 मेगावाटको प्लान्ट बनायो भने त्यसको इक्विटी चाहिँ अहिलेको रेटमा चाहिने कमसेकम 4.5 करोड हुन्छ। अब एभरेज एउटा जेनरल नेपाली व्यापारीहरूको लागि एउटा 1 मेगावाट प्रोजेक्टमा 4.5 करोड लगानी गर्न हच्किन्छन्। त्यो पनि एउटै ठाउँमा हो, एउटै बास्केटमा लगानी गर्नु पर्यो हो। त्यो हिसाबले पनि इक्विटीमा चाहिँ बडा अप्ठ्यारो परिरहेछ। अब जबसम्म इक्विटी हुँदैन लगानी चाहिँ ब्याङ्कले पैसा दिँदैन। यो चाहिँ नेसनल पर्सपेक्टिभमा भयो। नेसनल पर्सपेक्टिभबाट यो हो। अब इन्टरनेसनल लगानीकर्ताहरू छन्, अब इन्टरनेसनल इन्डियन मल्टिनेसनलहरू आछन् होइन। अब सतलज, जिएमआर जस्ता कम्पनीहरूले इन्ट्रेस्ट देखाएका छन्, बिड गरेका छन् र उनीहरूले काम पनि पाएका छन्, तर उनीहरूले काम गर्ने वातावरण छैन। यसलाई के भन्नुहुन्छ? मेरो विचारमा मार्केट छ, जबसम्म मार्केट छ लगानीमा कुनै पनि असर पार्दैन। उसले आफ्नो प्रोडक्ट बेच्न सक्यो र 2 पैसा फाइदा गर्न सक्यो भने लगानी गर्छ। फेरि हाइड्रोको लगानी कस्तो छ भने जबसम्म लोन रिपेमेन्ट हुँदैन, जो चाहिँ जेनरली 10 देखि 12-15 वर्षसम्म हो है। लोन रिपेमेन्ट भइसकेपछि त्यो त फ्री अफ कस्टमा चाहिँ नि उसले चाहिँ प्रफिट दिइरहेको हुन्छ, किनभने यसको चाहिँ र मेटेरियल पानी हो। पानीको केही भाउ छैन, मार्केटमा डिपेन्ड गर्दैन, फ्लक्चुएट गर्दैन। आज चाहिँ पेट्रोलियम $100 पर ब्यारल हो कि $80 पर ब्यारल हो, त्यो किम्मत त हुँदैन। र अबको भनौँ न 30 वर्षको लाइसेन्स कसैले पाउँछ भने 10 वर्षमा लोनको चुक्ता गर्छ, 20 वर्षमा केही खर्च नगरिकन उसले पैसा कमाउँछ। मतलब त्योभन्दा राम्रो लगानी के हुनसक्छ? तर इन्भेस्टमेन्ट फ्रेन्डली वातावरण छैन नि त। एउटा त गभर्मेन्टको लज रेगुलेसन्सको कुरा भए, अरू कुरा ती लज र रेगुलेसन्सको चाहिँ पर्मानेन्सी कुरा हो। किन पोलिटिकल चेन्ज हुँदा साथै यहाँ ल चेन्ज हुने चाहिँ टेन्डेन्सी छ। त्यो भयो भने त मान्छेले आफ्नो लगानीलाई रिस्की जान्छ। अब आज एउटा ल छ, भोलि अर्को ल इन्ट्रोड्युस गरेर त भएन। त्यस हुनाले चाहिँ नि त्यसका जुन टुल्सहरू छन् नि, त्यसलाई चाहिँ कन्फिडेन्स बिल्ड गर्ने टुल्सहरू, त्यसलाई चाहिँ नि स्ट्रिक्टली लागू गरेको देखियो भने मान्छेले लगानी गर्छ। नेपालमा हाइड्रो विकास हुन नसक्नुको मुख्य कारण के हो? गभर्मेन्टको कस्तो नीति रह्यो भने इलेक्ट्रिसिटीलाई चाहिँ नि के ठान्ने, नेसेसरी ठान्ने कि लग्जरी ठान्ने, त्यसमा कन्फ्युजन रह्यो। जति पनि हाइड्रो पावर स्टेसन्स 2000 सालसम्म यहाँ बनेको छ, त्यो सबै कि ग्रान्ट कि कन्सेसन फन्डिङबाट बनेछ। ठुलो हाइड्रो पावर, इभन सानो पनि एडिबीको 45वटा जो सानो सानो हाइड्रो पावर स्टेसन भन्यो सबै एडिबीको एसोसिएसनमा बनेको हो। भन्नुभयो सबै एक्सटर्नल एसिस्टेन्टमा बनेको प्लान्टहरू हो। हाम्रो आफ्नै लगानी छैन। अब त्यसमा आफै लगायो भने त्यसमा के भयो भन्दाखेरि गभर्मेन्टले चाहिँ नि त्यहाँबाट उनीहरूले नेपाल गभर्मेन्टले पाउने जुन रेट हो, इन्ट्रेस्ट रेट हो, धेरै लो छ। वर्ल्ड ब्याङ्कको 0.75% सर्भिस चार्ज मात्र लिन्छ। वर्ल्ड ब्याङ्क एडिबीले 1.25%, जापानले 1%, तर गभर्मेन्टले चाहिँ नि 10.25% इन्ट्रेस्ट एनिलाई लगाउँछ। त्यो किन भयो, किन लगाइयो भन्दाखेरि आन्सर के हो भने नेपालमा रेभेन्यू जेनेरेट गर्ने अन्य सेक्टरहरू छैन अथवा लिमिटेड छ। त्यसमा यो सेक्टरले जेनेरेट गर्छ भने यसबाट नै सोसल सेक्टर, एजुकेसन सेक्टरलाई चाहिँ नि धान्नलाई यहीँबाट रेज गरौँ भन्ने पोलिसी हो। त्यसमा अर्थ के भयो भन्दाखेरि इलेक्ट्रिसिटी लग्जरी भयो, यो नेसेसिटीको रूपमा लिएन क्या। सरकारले इन्भेस्टमेन्ट पनि इन्करेज गरेन। बाहिरको इन्भेस्टमेन्ट भन्ने जहाँ कुरा छ नि हाइड्रो डेभलपमेन्टलाई
त्यो किन हुन सकेन भने हामीले जहिले पनि हाइड्रोलाई पानीसँग घाँस्नु हुन्छ, पानीसँग घाँस्नुपर्ने हो, पानीबाट जेनेरेट हुन्छ। पानी भन्ने साथै हाम्रो हाइड्रो डेभलपमेन्ट चाहिँ केमा जोडित भन्दा सोभरेन्टीमा, नेसनलिजममा। त्यसले गर्दा डिसिजन मेकिङहरूलाई चाहिँ बडा गाह्रो पर्छ जहिले पनि। भनेपछि पानीले कमोडिटी नबनाएसम्म यसको विकास हुँदैन। जबसम्म पानी हो भन्दैन, इलेक्ट्रिसिटी, हाइड्रो इलेक्ट्रिसिटीलाई कमर्सियल कमोडिटीमा विकास गर्नु पर्यो। र उसले भन्नु तिमी जुन मार्केटमा बेच्न सक्छौ, तर एउटा क्याभिएट के राख्न सकिन्छ भने नेसनल डिमान्डलाई पुरा गरिकन जति सरप्लस एनर्जी जेनेरेट गर्छौ त्यो चाहिँ जुन मार्केटमा बेच्न चाहन्छौ बेच, एज ए कमर्सियल थिङ भन्यो भने इन्भेस्टमेन्ट पनि आउँछ। किन इन्भेस्टरले के फिल गर्छ भने मेरो पैसा त फेरि आउने रहेछ, किन यो मार्केटले यति किन्न सक्छ, यो मार्केटको स्ट्रेन्थ यो हो भनेर उनीहरूले त सर्वे गर्छ। दे विल बी कम्फर्टेबल। अनि यहाँले जो पहिल्यै कुरा रेज गर्नुभयो इन्भेस्टमेन्ट फ्रेन्डली एटमोस्फियर भन्नु, सेक्युरिटिज के छ त्यो पनि इम्पोर्टेन्ट। के भने हाइड्रो त ओपन फिल्डमा बन्ने कुरा हो, त्यसलाई सेक्युरिटी दिनै पर्यो। त्यो पनि भएन, त्यो पनि इम्पोर्टेन्ट, त्यो नभई हुँदैन। र प्लस अरू के भने सोसल इन्जिनियरिङ। यो पोलिटिकल ट्रान्जिसनको पिरियडमा हाइड्रो पावरको डेभलपमेन्ट कतिको सम्भव देख्नुहुन्छ तपाईँले? सबै पार्टीलाई के सोच्नु पऱ्यो भने यसको डेभलपमेन्ट सुड नट बी लिङ्क विथ द पोलिटिक्स। मार्केट चाहिँ आखिर चेन्ज हुँदैन, यहाँ जस्तो कि गभर्मेन्ट मार्केट त्यही नै हो, मार्केट सिचुएसन पनि त्यही नै हो भनेपछि यहाँ डिफ्रेन्ट पोलिसी किन राख्ने? त्यो एउटा चाहिँ कमन पोलिसी चाहिँ बनाऊ र त्यसलाई चाहिँ नि नेसनल कन्सेन्ससबाट चाहिँ थ्रु गरौँ। त्यसपछि चाहिँ नि चाहे त्यो इन्टरिम गभर्मेन्ट होस्, चाहे चाहिँ वेल इस्टाब्लिस गभर्मेन्ट हो, केही फरक पर्दैन। कमोडिटीको रूपमा लियो भने केही पनि फरक पर्दैन। यो थियो कार्यक्रम मतैमत। आगामी साता हामी अर्को कार्यक्रम लिएर यहाँहरू समक्ष प्रस्तुत हुनेछौँ। धन्यवाद।